नमस्ते, म आज चन्द्रग्रहणको बारेमा कुरा गर्दैछु, जुन भोलि 2082 साल 5 महिना 22 गतेको दिन देखा पर्दैछ। सामान्य रूपमा चन्द्रग्रहण भनेको के हो त्यो कुरा बुझौँ है त। जब पृथ्वी, सूर्य र चन्द्रमा एउटै सिधा रेखामा पर्छ, त्यो बेलामा सूर्यबाट आएको प्रकाश चन्द्रमामा पुग्न नपाउँदै पृथ्वीले छेकिदिन्छ र चन्द्रमामा छाया पर्ने अवस्था नै के हो त? चन्द्रग्रहण हो। यो बेलामा भने चन्द्रग्रहणको अवस्था देखा पर्छ। चन्द्रग्रहण सामान्यतया दुई प्रकारका हुन्छ, एउटा खग्रास चन्द्रग्रहण हो भने अर्को खण्डग्रास हो। खग्रास चन्द्रग्रहणमा पूर्ण रूपमा छेकिन्छ भने खण्डग्रासमा केही भाग मात्रै छेकिन्छ। भोलि लाग्ने चन्द्रग्रहण भनेको चाहिँ खग्रास चन्द्रग्रहण हो। अब यसलाई अलिकति ज्योतिषले जोड्ने हो भने चन्द्रमा भन्ने बित्तिकै मनको कारक ग्रह हो। जब ग्रहण लाग्छ, जब चन्द्रमामा असर पर्छ, त्यो बेलामा मनसँग सम्बन्धित कुराहरू, इमोसनल कुराहरूमा चाहिँ उतार चढाव आउने गर्छ। तपाईँको पर्सनल्ली कुण्डलीमा पनि चन्द्रमाको अवस्था यदि कमजोर बनेको छ भने चाहिँ यो बेलामा चाहिँ अलिकति चाहिँ मनसँग सम्बन्धित कुराहरूमा समस्या देखा पर्छ, चिन्ता हुने, पीडा हुने होइन, अनि भावनात्मकमा चाहिँ असर गर्ने यो खालको अवस्थाहरू भने आउन सक्छ। अब भोलिको लागि थोरै हेर्ने हो भने दिउँसो 1:11 जाँदाखेरि सुतक सुरु हुन्छ, किनभने चन्द्रग्रहण लाग्नुभन्दा 9 घन्टा अगाडिबाट सुतक सुरु हुन्छ। सुतकको समय सुरु भइसकेसम्म बाल, वृद्ध, आतुर, अशक्त व्यक्तिको बाहेक अरूको लागि भने भोजन निषेध गरिएको छ। अब सक्नुहुन्न भने त्यो टाइममा खाना खाएर पनि ग्रहण लागेको बेलामा समय चाहिँ नखानु होला। अब भोलिको लागि सरस्वती राशि अनुसार कसरी राम्रो छ भने हेर्ने हो भने भोलिको दिन चन्द्रमा कुम्भ राशिमा छ, जसले गर्दा कुम्भ राशिबाट नै तपाईँको चन्द्रग्रहण सुरु हुन्छ। यो हुँदै गर्दाखेरि जब हामीले कुम्भ राशिबाट उल्टो रूपमा गन्ने हो भने कुम्भलाई 1, मकरलाई 2 मानेर गन्दै जाने हो भने त्यसरी गर्दाखेरि तपाईँको तेस्रो राशि अनि गएर चाहिँ तपाईँको 6औँ राशि, 10 र 11औँ राशिलाई भने राम्रो छ भने अरू राशिहरूको लागि भने राम्रो देखिँदैन। मैले कर्मैसँग भन्दै जान्छु। मेष राशिको लागि भने लाभ हुने अवस्था देखिएको छ, वृषको लागि भने सुख भन्ने देखिएको छ, मिथुनको लागि मानस, कर्कटको लागि कष्ट, सिंहको लागि स्त्री पीडा, कन्याको लागि सुखम, तुलाको लागि चिन्ता, वृश्चिकको व्यथा, धनु राशिको लागि श्री प्राप्ति, मकरको क्षति, कुम्भ राशि स्वयं भइहाल्यो घात, र मीन राशिको लागि भने व्यय खर्चको अवस्था देखिएको छ। अनि अर्को भनेको सामान्यतया पनि ज्योतिषीय गणनामा के देखिन्छ भने 1 घन्टा बराबर 1 महिनालाई क्षति गर्छ भन्ने मानिन्छ। त्यो हुँदाखेरि यो भोलिको ग्रहण चाहिँ लगभग 3.5 घन्टाको आसपासमा छ, जसले गर्दाखेरि अब आगामी भोलिबाट आउने आगामी 3.5 महिनासम्म भने यो चन्द्रग्रहणको असर रहिरहनेछ। त्यो हुँदाखेरि यो दिन चन्द्रग्रहणको दिन सकेसम्म सकिन्छ भने राति जागराम बसेर ध्यान गर्ने, भजन गर्ने होइन, अब तपाईँहरूले मान्ने देवताको चाहिँ मन्त्रहरू च्यान्टिङ गर्नुभयो भने एकदमै राम्रो हुन्छ। यसको लागि चाहिँ सक्नुहुन्छ भने भोलिको दिन त्यो गरिदिनु होला। अनि हामीले सामान्यतया चन्द्रग्रहणको बेलामा सुरुमा नहुने अथवा मध्य भागमा नहुने र अनि अन्तिम मोक्षमा नहुने 3वटा चलन छ। तर अब सकिँदैन भने पनि मोक्ष प्राप्त भइसके पछाडि नुहाउँदा हुन्छ। सकिन्छ गङ्गामा जाने, सकिँदैन भने जुन ठाउँको जलले नुहाउँदाखेरि पनि त्यो दिन ग्रहण लागेको बेलामा चाहिँ जलमा नै गङ्गाको स्वरूप हुन्छ भनेर मान्यता रहेको छ। यो खालको अवस्थाहरू छ होइन। अनि त्यो खालको अवस्था आउँछ, त्यो चन्द्रग्रहणको लागि चाहिँ केयर गर्नु होला एकदमै। चन्द्रमाले मनलाई चञ्चल गर्ने खालको आउने हुँदाखेरि त्यो खालको अवस्था आउँछ। साथसाथै भनेको चन्द्रग्रहणले चाहिँ पानीसँग कनेक्ट गर्ने हुँदाखेरि सामुद्रिक तटहरूमा छाल आउने हुनु त अब यो अहिले ठ्याक्कै एसियाको भागहरूमा पर्ने कन्ट्रीमा अलिक बढी मात्रामा देखिन्छ। त्यो हुँदाखेरि पनि यो फरक नपर्छ। नत्र भने अलिक सामुद्रिक तटतिर त्यस्तो पानीको छाल आउने, त्यस्तो ठाउँमा चाहिँ पानीको छाल आउने त्यस्तो खालको अवस्थाहरू पनि आउन सक्छ ग्रहणले गर्दाखेरि। यी खालका अवस्थाहरू चाहिँ रहन्छन्। र यस पछाडि भने तपाईँहरूलाई कुनै पनि जिज्ञासा छ भने कमेन्ट पनि गर्न सक्नुहुन्छ, त्यसको प्रत्यक्ष एन्सर पाउनु हुने नै छ। मैले सामान्यतया चन्द्रग्रहणको बारेमा भने अब यसबारेमा थप कुनै पनि जानकारी लिन चाहनुहुन्छ भने कमेन्ट गर्नु होला। धन्यवाद। जय महादेव, जय शिव शम्भु।